अब म सधैँको लागि जीवित छु अनि मृत्यु र पातालका साँचाहरू मसित छन्। मैले हातमा लिएर पौडी उठेको छु भनेर भन्नुभएको छ है प्रकाशितको अध्यायमा मत्ती अध्यायमा। यहाँ चाहिँ हाम्रो मण्डली स्थापना गर्नको लागि प्रार्थनाको लागि आज छौँ। यहाँ बनाउने छौँ है मण्डली चाहिँ। बाबु पास्टर हुनुहुन्छ, म सम्पूर्ण प्रार्थना गर्नेछौँ जो यस प्रकारको छ। धन्यवाद। अब यसमा चाहिँ हामी गर्दै जानेछौँ। थ्याङ्क यू जिजस। परमेश्वरको इच्छा पुरा गर्नको लागि भवन बनाउनको लागि हिँडिराख्नु भएको छ। परमेश्वरको इच्छा यो ठाउँबाट पुरा हुनुपर्छ। परमप्रभु परमेश्वरको आशीर्वाद है परमेश्वर। बाजेले पनि ठुलो जागृतिका साथ काम गरिराख्नु भएको छ। यहाँबाट कमलजी, यहाँबाट चाहिँ हामी इल्टा ट्र्याक्टर भएको ठाउँसम्म लाने जमर्कोमा छौँ। त्यसले गर्दा धन्यवाद प्रभु निम्ति खट्नु पाउँदा। यसोको नाम पसिना जिन्दगीमा गाडी फसेको अवस्था छ। एकदमै दुःख पायो है। जो पनि हाम्रो यस्तै भइरहेको थियो, आज पनि यस्तै भइरहेको छ। यहाँ चाहिँ हाम्रो है एकदमै ट्र्याक्टरको पम्प हावा अलिक कम भएर हामीले यहाँ पम्प हाल्दै हुन्छ। हाम्रो उहाँ स्थानमा एकदम जोसले होसले घुमाउने तरिकाले हाल्दै हुन्छ। अनि हाम्रो यहाँ गाईहरू हुनुहुन्छ, अनि हाम्रो उहाँ हुनुहुन्छ है। एकदमै टायरमा अलिक हावा कम भएर है। उहाँ हाम्रो प्यासेन्जर हाम्रो उहाँ चाहिँ एकदमै निदाइसक्नु भएको छ। अनि यो भाइहरू उहाँ एकछिन इँटा बोक्न लाउनु छ है। एकदमै रमाइलो भइरहेको छ। कस्तो रमाइलो भएको छ। आमामामा छोरी मण्डली है हाम्रो
हामी आजबाट हामी चाहिँ यहाँ चोकर लालबागमा हामी यहाँ पुसमा हामी लिन आएका है हामी यहाँ एकदमै रमाइलो भइरहेको छ है एकदमै यहाँ हाम्रो गाईहरू होइन यहाँ एकदम अब यता मण्डली हुने भयो भनेर खुसीले होइन एकदमै एउटा एकदम घटसङ लाएर बसेको है ल एकदमै रमाइलो भइरहेको छ है मलाई काम ल हाम्रोमा चाहिँ ड्राइभरमा हेर न काम चोर भयो ल ल ल ल एकदमै रमाइलो भइरहेको छ अनि उहाँ खिची बस्छ अलिकति बसिन्छ बिहानको हाम्रो ब्रेकफास्ट हो यो चाहिँ मालवालीमा आउँदा मलाई चाहिँ केही नदिने आफ्नै एक्लै खाए गिटे यो अभासीहरूले एक्लै खाए हेर न मलाई न गिलास मलाई देखाइ खाए त्यो गोहीले उलो ताने जस्तो मलाई चाहिँ पैसा दिएको गोहीले भ्याउरो ताने जस्तो तानेर मलाई चाहिँ पैसा दिए हाम्रो भारी चाहिँ आइपुग्नु भएको छ हो बनाउनको लागि हामीले 3 दिन पढेर आएको छौँ र छोराछोरीहरू एकदम सङ्घर्षशील परमेश्वरको काममा त्यस्तै लागिरहनु भएको छ प्रभुले धेरै आशिष दिएका हुन् अनि आज यो हामी सबै प्रभुका जनाहरू लु भयो अब दाइको एकदमै ढाड दुखेछ र दाइको ढाड दुखेछ र ढाड अब हाम्रो न्यू मालिस हाम्रो अब न्यू मालिसको लागि तलब पुऱ्याउँछ नि अहिले हाम्रो ढाडको नयाँ मालिस तपाईँहरूलाई पनि ढाड दुख्यो भने यसरी हाम्रोमा आउनुहोस् हामीले यसरी मालिस गर्छौँ हाम्रो यो प्योर मालिस अर्ग्यानिक मालिस हो यो यस्तो मालिस अब बलै विश्वमा छैन त्यही भएर हामीले यो नयाँ मालिस निकालेको हो नयाँ क्यारेक्टरको मालिस यो हाम्रो न्यू मालिस हो यो अहिले तपाईँ कमर कस्तो भइरहेको छ अहिले ठिक छ के अब पुसा भाग्नुपर्छ अलिक पुसा भाग्नुपर्छ पर्दैन ल ठिक छ आजको कस्तो भयो तपाईँको यो आज यति रमाइलो नहुने कुरो हुँदैन पहिलो कुरो त दोस्रो कुरो भनेको चाहिँ अब दुःख भनेको जहाँ पनि छ दुःखमा रमाउन सिक्यो भने त्यही नै जिन्दगी हो संसारमा कमत दुःखमा रमाउन सिक्ने मान्छे मात्रै एकदमै रमाइलो भइरहेछ ठ्याक्क सुनिरहेछ आउँदै हुनुहुन्छ
सबै यो परमेश्वरको कृपा अनुग्रहले गर्दा आमेन। हामी एकदमै राम्रो भएको छ र लाग्छ। परमेश्वरको यो पवित्र कामको लागि यो काम गर्न पाउँदा यो मौका पाउँदा धेरै खुसी लागिरहेको छ। घर फर्किने क्रममा हो है एकदमै किन रोकेको भिडियो गरेको देखेँ। हामीलाई चाहिँ एकदम काम गर्न ठक गर्नुहुन्छ है त्यो बेलुका चलाउँदाखेरि अल्छी सरी अनि जाँगरी चाहिँ दिदीलाई देखाउन जान्छ है। हाम्रो दिदी चाहिँ एक सालमै 10 हात्ती अनि यहाँ चाहिँ हाम्रो दिदी चाहिँ मेरो अनुहार चाहिँ पुरा मिलाएर देखा भनिरहनु भएको छ है। अनि हाम्रो काटीले हुन्थ्यो क्या एउटा राम्री त तिमी राम्री आइडिया छ छुट्टै छ त होइन आइडिया त के हुन्छ मान्छेतिर म त एक नम्बर हो नि त त्यही भएर
बस बेसी गई छ सुरुवात मसला बनाउनु छ एकदम मसला कस्तो बनेको छ एकदम राम्रो छ राम्रै अनि बाजे मसला पुग्न पाउँदा कस्तो खुसी हुँदैछु हुनुहुन्छ थोरै मात्रै छौँ हामी मान्छेहरू चाहिँ होइन आउँदै हुनुहुन्छ अब हाम्रो मान्छेहरू चाहिँ यस्तो तरिका छ हाम्रोमा चाहिँ पिल्लरवाला भवन 1 2 3 4 5 6वटा पिलर लागेको छ होइन हाम्रो एकदम लो बाजे काम गर्दै हुन्छ हाम्रो सोलिङ गर्दै हुन्छ दिदी अनि दिदी गर्दै हुन्छ मेरो यहाँ लोडा गर्दै हुन्छ त्यहाँदेखि बाइकै सोलिङ गर्दै हुन्छ Riti, ini korek apa? Korek lewat sini.
मनोज त्यो हाल्ने काम प्रोसेस गर है। लगेर बाउलाई ल्याउनु हड्डी ल्याउनु न त्यो प्रकारको काठको चाहिँ बिम बनाएको हामीले कुङलुङ नरसिंह छ। यसको हामी बिम बनाएर निकाल्ने छौँ। सर्लक्कै अब यहाँ चाहिँ लाइन मारेको छ, यहाँ लाइन बनाउँदैछ। हाम्रो चाहिँ अब घरभित्र ढलान गर्ने काम, प्लस्टर गर्ने काम हुँदैछ यता। अनि हाम्रो यता बाहिर पनि प्लस्टर गर्ने काम हुँदैछ। प्लस्टर चाहिँ हाम्रो अङ्कलले गर्दै हुन्छ। अनि हाम्रो जस्ता पनि खाइँदैछ। ल मलाई चाहिँ एकदमै भोकी लागिरहेको छ। हाम्रो जस्ता पनि टक्कर ठोक्दैछौँ हामी। एकदम काम चाहिँ रफ्तारताले चल्दैछ।